यो सबै घटना हुँदाखेरि यता जिम्बलले चाहिँ फेरि अर्को नयाँ चाल रचेका छन्, यानि कि षड्यन्त्र रचिरहेका छन्। जुठेहरूसँग पुरानो बदला कसरी लिने भन्दै त्यहाँ जिम्बलले चाहिँ श्रीधरसँग मिलेर नयाँ चाल चलेका छन्। पहिला पनि जुठेले आफ्नो गौरी दिदीलाई धर्मेले धोका दिएको कुरा थाहा पाएपछि जुठेले पनि अब त्यो धर्मलाई म छप्काइदिन्छु भनेर रिसाउँदै खुकुरी बोक्दै धर्मेको घर गएका थिए। तर त्यहाँ धर्मेको पत्नीले चाहिँ रोकेपछि उक्त धर्मे बाँचेका थिए। अनि त्यहाँबाट पार्वतीले धर्मेलाई आफूलाई पनि न्याय दिएन भने जुठेले होइन म आफै तपाईँलाई छप्काइदिन्छु भनेका छन्। के अब धर्मेले चाहिँ गौरी र पार्वतीलाई न्याय देला त? जिम्बललाई पटक पटक चाउरे र जुठेले बिन्ती भाउ बिसाउँदा पनि जिम्बलले यता गौरीलाई न्याय नदिने कुरा गरेपछि यता चाउरे र जुठेले चाहिँ एकदमै धेरै कर गर्छन् र बल्ल तल्ल त्यहाँ जिम्बलले चाहिँ म पछि सोचौँला भन्दै चाउरे र जुठेलाई चाहिँ त्यहाँ जिम्बलले ढाँटेका हुन्छन्। अब जिम्बलले चाउरे र जुठेसँग कसरी बदला लेला त? यता जुठे सिरियलको अन्तिममा चाहिँ धर्मले गौरीलाई धोका दिएको भन्दै त्यहाँ गौरी चाहिँ एकदमै धेरै रिसाउँदै बन्चरो बोकेर म धर्मेलाई यही बन्चरोले हान्छु भन्दै धर्मेको घर गएका थिए। त्यहाँ गौरीले धर्मेलाई हान्नै लाग्दाखेरि चाहिँ त्यहाँ जुठे सिरियलको अन्तिम एपिसोड सकिएको थियो। यता गौरीले बन्चरो लिएर गएको कुरा यता जुठे र चाउरेले चाहिँ थाहा पाइसकेका छन्। के अब जुठे र चाउरेले चाहिँ गौरीलाई रोक्न सफल होला त? मेरो विचारमा अब जुठे र चाउरेले चाहिँ धर्मेलाई गौरीले हान्न लागेको देख्छन् र त्यहाँबाट उनीहरूले चाहिँ धर्मेलाई बचाउँछन्, गौरीलाई रोक्छन्।